सेवा नमस्ते। आज लक्ष्मी पूजाको लागि मसँग बाधाहरू टन्नै छन्। लास्ट इयर चाहिँ मैले माझेर सबै थन्काएर राखेको थिएँ। अहिले भर्खरै निकालेँ। गाउँमा चाहिँ मलाई खरानी मनपर्छ। खरानीले चाहिँ मजाले माझिरहेको चाहिँ मलाई पितम्बर चलाउन मन लाग्दैन। सो साथीहरू सबै बाधाहरू मैले माझिसकेँ। त्यसपछि यता साइडमा ल्याएर घाममा मजाले सुकाइदिएँ। अब बाधाहरूमा चाहिँ फुल लगाइदिनु पर्यो। फुल लाउनको लागि म बारीमा गएँ। त्यसपछि फुल टिप्दैछु। फुलहरू चाहिँ मलाई डालामा राख्न मन लाग्छ कि त्यो चाहिँ पहिलाको याद आउँछ। डाला मनपर्छ। सो डालामा फुलहरू ल्याएर उड्न थालेँ। आज चाहिँ गाई तिहार। बाबाले मलाई गाई पूजाको लागि टिका लगाइदिनु भएको छ। घरमा गाई त छैन, त्यही पनि गाई तिहार मनाउनु पर्यो। फाइनली सबै बाधाहरूमा मैले फुल लगाइदिइसकेँ। यसपालि चाहिँ फुल राम्रो फुलेको छैन, छिटो दसैँ तिहार भएको कारणले। अब घर बाहिरको बाधाहरूलाई चाहिँ मैले सबै घरभित्र ल्याएँ। अहिले चाहिँ 7:30 बजेको छ। सबै बाधाहरूलाई चाहिँ मैले यसरी डेकोरेसन गरेर लक्ष्मी पूजा गरेँ। लक्ष्मी पूजा गरिसकेपछि चाहिँ म चाहिँ अब देउसी खेल्नको लागि बाहिर गएँ। देउसी चाहिँ अहिले रातको अन्तिम भएको कारणले मान्छेहरू कमै मात्रै छन्। मेरो भाइ बहिनी दाजुभाइहरू सबै